तपाईको रोपेको 2 सालबाट चाहिँ हुँदाखेरि हाम्रो थोरै ठाउँमा पनि हामीले बढी उत्पादन लिनको लागि यस्ता विभिन्न प्राविधिक कुराहरू चाहिँ मिलाउनु पर्ने जरुरत देखिन्छ। तपाईको धेरै उत्पादन दिन्छ के। त्यसो माथि झ्याङमा नलाइकन यसरी मुनि मुनि लाउने पनि चलन छ। त्यसो हुँदा झ्याङ आउँछ, हरियाली चाहिँ देखिन्छ, तर उत्पादन चाहिँ हुँदैन। अस्ति असारमा 1 वर्ष नमस्कार सबैजनालाई। म चाहिँ इलामको माइजोगमै गाउँपालिका साबिक वडा नम्बर 1 सिरिसे भन्ने ठाउँमा आएको छु र मसँग हुनुहुन्छ यहाँका युवा समाजसेवी युवा व्यवसायी पनि हुनुहुन्छ उहाँ र यो अलैँची कृषक पनि हुनुहुन्छ र उहाँसँग थोरै कुराकानी गरौँ। स्वागत छ सर तपाईँलाई हाम्रो यस च्यानलमा। नमस्कार, म महेश सापकोटा। हजुर, यो अलैँची खेती अब धेरै देखियो यहाँ होइन, कति वर्षदेखि गर्दै हुनुहुन्छ? यो खेती विगत 12-13 वर्ष जति भयो। हजुर, भारलाङ नै तपाईँले गर्नुभएको 12-13 वर्ष भइसक्यो? हजुर, भारलाङ अगाडि सलकपुरे जिर्मन अलैँची पनि थियो। हजुर, त्यस पछाडि भारलाङ पनि सँगसँगै विस्तार गर्दै गर्दै हामी निरन्तर 10-12 वर्षदेखि चाहिँ अलैँची खेतीमै छौँ। हजुर, र परिणामको उसमा चाहिँ अहिले पछिल्लो समय चाहिँ हामी अलिक धेरै विस्तारलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ। हजुर, र अगाडि नै अलैँची रोपेको त 12-13 वर्षभन्दा अगाडिदेखि नै हो। हजुर, तर अलिकति यसमा चाहिँ परिणामको रूपमा चाहिँ काम गरेको चाहिँ अब 3-4 वर्ष हुँदैछ। भनेपछि भारलाङ सलकपुरे जिर्मले होइन अनि रामसाई गोलसाईमा यसमा परिणामको हिसाबमा चाहिँ यसले दिने फलहरूमा चाहिँ कुन जात कुन प्रजातिमा चाहिँ तपाईँले राम्रो पाउनु भएको छ? यस्तो छ, अब यो सबैतिरको अब भूगोल वातावरण अनुसार चाहिँ हामीले चाहिँ समग्रमा चाहिँ यही अलैँची चाहिँ उपयुक्त हो, परिणाममा यसले चाहिँ धेरै मात्रामा उत्पादन दिन्छ भन्न सकिन्न। हजुर, यो हाम्रो क्षेत्रमा चाहिँ तपाईँको यो भारलाङ अलैँची चाहिँ अलिकति टिकाउ भएर धेरै वर्षसम्म यसले चाहिँ उत्पादन दिने र यसको चाहिँ दानाहरू पनि ठुलो हुने, यसको चाहिँ डन्ठिने सराहरू पनि ठुलो हुने हुँदाखेरि यसलाई सामान्य घाम पानीहरूले पनि त्यत्रो धेरै असर नगर्ने हुँदाखेरि हाम्रो क्षेत्रको लागि चाहिँ यो अलैँची अहिले चाहिँ एकदम सुइटेबल भइरहेछ। यो अलैँचीलाई चाहिँ विशेष गरेर ध्यान दिनुपर्ने होइन, कुन कुन समयमा यसलाई मल पानी अनि गोडमेलको विषयमा हुन्छ नि, यसलाई पनि थोरै बताइदिनु न। धन्यवाद तपाईँलाई प्रश्नको लागि। यो अलैँचीको चाहिँ अब रोप्नेबाटै म जान चाहन्छु। हजुर, रोप्ने सिजन अब जेठबाट मौसम हेरी असार साउनसम्म यो चाहिँ एकदमै उपयुक्त समय मानिन्छ। र त्यस पछाडि यसलाई मल जलको त जरुरत पर्छ नै। हजुर, र सँगसँगै तपाईँको अलैँचीमा चाहिँ जब वयस्क हुन्छ फल्नको लागि त्यो खेर चाहिँ हामीले अलैँचीको चाहिँ बोट झ्याङ चाहिँ ठुलो भएर मात्रै चाहिँ उत्पादन त्यहाँबाट हामी लिन सक्दैनौँ। जस्तै रोपेको कति वर्षदेखि चाहिँ हामीले उत्पादन लिन सकिन्छ अलैँची? उत्पादन समय मिल्यो सबै कुरो मलजल पुग्दाखेरि हजुर, तपाईँको रोपेको 2 सालबाट चाहिँ उत्पादन सुरु गर्छ कम्ती रूपमा। र 3 साल चाहिँ त्यसले सबैभन्दा धेरै उत्पादन दिने चाहिँ 3 साल 4 साल त्यो वर्षहरूलाई मानिन्छ। हजुर, र मैले अघि भन्दै थिएँ हजुर, जुन झ्याङहरू चाहिँ एकदमै सराहरू चाहिँ झ्याङमा बाक्लो हुन्छ होइन, त्यसो हुँदाखेरि त्यो अलैँची फुल्छ पनि, कोठा पनि लाग्छ, तर चाहिँ त्यो चाहिँ फुल अडिँदैन होइन, चेप्टिने गरेर चाहिँ दाना लाग्दैन। त्यसो हुँदा झ्याङ आउँछ, हरियाली चाहिँ देखिन्छ, तर उत्पादन चाहिँ हुँदैन। हजुर, त्यसको लागि के गर्नुपर्छ भने यहाँ हामीले अगाडि नै यो बगान चाहिँ पुरानो बगान हो हाम्रो। हजुर, पुरानो बगान भए तापनि यसमा चाहिँ अब यो चेप्टिने सराहरू र अनावश्यक चाहिँ यो कोठाहरूलाई डिस्टर्ब गर्ने सराहरू चाहिँ हामीले अहिले चाहिँ यो फुल्ने अगाडि समय नै रहेछ होइन सर? हजुर, यो अब अहिले कोठाको समय हो। हजुर, अब यो केही समय यो चैतको अन्तिमबाट हाम्रो ठाउँमा चाहिँ फुल्न सुरु गर्छ होइन। हजुर, त्यसो हुँदा हामीले यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ यो एकदमै वरिपरिको झोडी हामीले क्लियर बनाएको छौँ। हजुर, र यहाँनिर तपाईँले डिस्टर्ब गर्ने कुनै अनावश्यक नफल्ने चाहिँ यहाँनिर सराहरू पनि छैन र टुसाहरू पनि छैन। हजुर, अर्को साल फल्नको लागि यो रेडी भएका चाहिँ जुन टुसाहरू राखेर हजुर, बाँकी हामीले हटाइसकेका छौँ होइन। यो चाहिँ बनाइसकेको भनौँ न। यो बनाइसकेको ए हजुर, र अरू हाम्रो आदि बगान यसरी बनिसकेको छ अहिले। हजुर, अहिले हामी सिँचाइ गरिरहेका छौँ होइन। एक चरण हाम्रो सिँचाइ चाहिँ सबै बगान सबै झ्याङमा हाम्रो सिँचाइ अहिले पुगिसकेको छ। हजुर, अब यस पछाडि अब यस्तै खालको मौसम रह्यो भने केही समय नगर्दाखेरि पनि हुन्छ, र पानी धेरै लगाइरहँदाखेरि पनि अलैँची फल्ने होइन। त्यसो हुँदा यो पानी धेर भएको ठाउँमा चाहिँ करकरे लाग्ने होइन, कस्रिने यो सम्भावना हुन्छ होइन, फुर्के लाग्ने पनि हुन्छ। र यसलाई ठिक्क पानी लगाएर अब यतिखेर चाहिँ आगो फल्ने टुसाहरू पनि आउने क्रममै छ।
त्यसो हुँदाखेरि त्यो टुसाहरूलाई चाहिँ यो तापक्रम अलिकति भएन भने टुसा आउँदैन होइन। त्यसो हुँदाखेरि हामीले पानी छ भन्दैमा पानी लगाई गर्नुपर्ने खासै उपयुक्त मानिँदैन। त्यो चाहिँ हाम्रो बनाइसकेको बगान हो होइन। हजुर यसमा अब समय मिलेन, समय अब सबैभन्दा मौसम मिल्नुपर्छ। मौसम मिल्यो भने यो एउटै झ्याङबाट पनि यो पुरा यसले बेस बनाइसकेको झ्याङ छ हेर्नु। हजुर पुरानो झ्याङ हो यो होइन। धेरै ठुलो झ्याङ अनि हाइट पनि यो भार्लाङको चाहिँ धेरै हुँदो रहेछ होइन। यसमा हाइट भनेको यो लगभग चाहिँ तपाईँको 8 फुट 9 फुटै हाइट पनि जान्छ होइन। हजुर अब यसरी यो चाहिँ एकदम वयस्क भएको बगान हो यो। हजुर यो बगानहरूमा चाहिँ त्यसरी चाहिँ सेफ्टिने ओर्ने हुँदैन, कमै हुन्छ होइन। हजुर कोठा चाहिँ अब एकदम हानिसकेको छ। अब यो चाहिँ भरिएर फल्दाखेरि चाहिँ एउटै झ्याङमा तपाईँको धेरै उत्पादन दिन्छ क्या। त्यसो हुँदाखेरि हाम्रो थोरै ठाउँमा पनि हामीले बढी उत्पादन लिनको लागि यस्ता विभिन्न प्राविधिक कुराहरू चाहिँ मिलाउनु पर्ने जरुरत देखिन्छ होइन। हजुर यो हाम्रो बनाइसकेको यो चाहिँ हाम्रो गत साल मात्रै रोपेको। ए हजुर अस्ति असारमा 1 वर्ष भएको यो बोट हो होइन। भनेपछि यो त फल्न थालिसक्यो जस्तो छ। यसमा अब हामीले अस्ति नै यो डिस्टर्ब गर्ने चाहिँ टुसाहरू होइन चराहरू हामीले हटाइसक्यौँ। अब यो यही साल अब यो चाहिँ अस्ति असारमा 1 वर्ष भयो होइन। यो साल अब यसले चाहिँ कोठा हानेर चाहिँ यसले उत्पादन दिन्छ कि। सिँचाइको विषयमा चाहिँ कतिले चाहिँ हो यसरी यो बोटको मुनि नै राखेर भुइँमै अब त्यो स्प्रिङ्कलको माध्यमबाट सिँचाइ गरेको पाइयो भने तपाईँले चाहिँ यहाँ माथिबाट स्प्रिङ्कल लाएर सिँचाइ गर्नु भएको रहेछ। यसमा चाहिँ केही फरक पाइन्छ कि अथवा के हुन्छ यो विषयमा थोरै भनिदिनु न। यो चाहिँ अब यस्तो छ हौ सर, यो कस्तो हुन्छ नि सिँचाइ अब कसैले कुलोबाट पनि गर्नुहुन्छ सिधै होइन। कुलोबाट गर्दा पनि राम्रो हो, तर के हुन्छ भन्दाखेरि कुलोबाट गर्दाखेरि चाहिँ रुँगेर लाउनु पर्ने हुन्छ होइन। त्यसले चाहिँ अब पानी एकतिर डोलेर गयो भने पहिरो लड्ने सम्भावना हुन्छ होइन। र यसरी आउँदै गरेको कोठाहरू चाहिँ पुरिने सम्भावनाहरू पनि हुन्छ कुलोले होइन। त्यो गर्दा एकदमै रोगेर लाउँदाखेरि त्यो पनि प्रभावकारी नै हुन्छ। अर्को भनेको यो मुनिबाट माथि झ्याङमा नलाइकन यसरी मुनि लाउने पनि चलन छ होइन। तर त्यसमा पनि के हुन्छ भन्दाखेरि त्यो पानी चाहिँ त्यो धेरै छरिन पाउँदैन, सीमित बोटहरूमा मात्रै रहन्छ त्यो होइन। त्यसको लागि पनि अलिक बेसी टाइम दिनुपर्ने हुन्छ होइन। राम्रो चाहिँ त्यो एकदमै प्रभावकारी हुन्छ, किनभने यो घामको बेलामा चाहिँ घाम र पानी भयो भने पात डर्ने सम्भावना हुन्छ होइन माथिबाट लगाएकोमा चाहिँ। तर तल भयो भने त्यो हुँदैन। तर त्यसमा पनि के हुन्छ भने अब त्यसमा लामो समय चाहिँ यसलाई छोड्न मिल्दैन। जस्तै अब 12 घन्टा 10 घन्टामै त्यो चाहिँ सार्नुपर्ने हुन्छ होइन। र यो माथिबाट लगाएको चाहिँ के हुन्छ भने स्प्रिङ्कलबाट चाहिँ यो चाहिँ सार्नै भ्याइएन भने पनि 2-3 दिन 4-5 दिनसम्म त्यो लागिरहँदाखेरि पनि त्यसले खास त्यस्तो एउटै ठाउँमा असर गर्दैन। अनि त्यो भन्दा चाहिँ हामी चाहिँ माथिबाटै चाहिँ धेरै जस्तो लगाइरहेका छौँ सर। हामी अब भिडियोको अन्त्यमा पनि छौँ। अन्त्यमा जाँदै होइन अब जति पनि नेपालमा कृषकहरू हुनुहुन्छ गर्दै गर्दा आदि गरेर नेपालमा चाहिँ केही नहुने रहेछ भनेर विदेशी नै क्रम पनि युवाहरूको अत्यन्तै धेरै छ होइन। यसमा चाहिँ सल्लाहको हिसाबमा चाहिँ तपाईँले दिनुपर्दाखेरि थोरै केही भनिदिनु न अन्त्यमा जाँदै। अन्त्यमा म के भन्न चाहन्छु भने जति पनि एउटा कृषि पेसालाई आबद्ध बनाएर चाहिँ एउटा चाहिँ खेतीमा लागिरहनु भएको छ, कोही व्यावसायिक रूपमा लाग्नु भएको छ, कोही चाहिँ परीक्षणको रूपमा लागिरहनु भएको छ होइन। म आम नेपालमा रहनुभएका सम्पूर्ण कृषक महानुभावहरू र विशेष गरेर चाहिँ युवा मेरा मित्रहरू होइन देश तथा विदेशमा रहनुहुने सम्पूर्ण मित्रहरूलाई चाहिँ म के आग्रह गर्न चाहन्छु भने हामी एउटा व्यावसायिक कृषि खेतीतिर हामी लागौँ होइन। खेती त्यही भन्ने कुरा हुँदैन होइन। जस्तै म यहाँ अलैँची गरिरहेको छु होइन, तपाईँहरूको ठाउँअनुसार होइन के सुट हुन्छ त्यो खेतीलाई चाहिँ एउटा व्यावसायिक रूपमा खेती गरौँ, हामी स्वरोजगार बनौँ, रोजगार सिर्जना गरौँ, व्यावसायिक बनौँ म भन्न चाहन्छु। हस् त, धन्यवाद। नमस्कार।